अर्को ल्याउँछ रिटर्न जाँदैछौँ कि अब बिहान भएर होला त्यहाँसम्म पुगिराखेको थियो त्यहाँ अगाडिसम्म पुगिराखेको आज बिहान भएर अब हामी रिटर्न जाँदैछौँ पुरा घुम्ने मान्छे कति भिड छ नहीं वहाँ त आउनु त्यो मनोज दाइले के भन्नु सर फोन गर्नु त्यो मनोज दाइको उतिर जाम कि आउने यताबाट यताबाट हो कि बाटो छ नि बाटो त छैन यतिकै हिँड्दै हुन्छ कि होइन थाहा छ कि त्यहाँसम्म पुग्नलाई यहाँ मलाई थाहा छ कि यहाँदेखि जाने बाटो छ मलाई थाहा छ हिँड्दै जाम त्यहाँ त्यो अस्ति पसल छ नि सामान लगेको थाहा छ नि थाहा छ त्यहाँसम्म पुग्यौँ भने त गइहाल्छौँ कि हामी हिँडेर पनि बेटो सेटो काठ साथ कि लाउनु पर्दैन ल हामी चाहिँ यता जाँदैछौँ कि एकजना दाइ त्यता आउनुहुन्छ दाइलाई लिएर होइन यहाँदेखि तर निस्किने ठाउँ छ कि छैन कहाँ यताबाट निक्लिने ठाउँ छ कि यहाँ धेरै हो त्यही भएर यस्तो यस्तो साफ खाने मान्छे देख्यो भने मामाहरूले डकुमेन्ट हामी चाहिँ गरिहाल्छ गइदिएको त्यही भएर त्यही भएर नजिक पर्नु हुन्न कि यिनीहरूको हाम्रो डकुमेन्ट ठिक छ होइन तर भाषा जाने छैन भने नि के गरेर टाइम पनि वेस्ट गरिदिन्छ अनि लास्टमा पैसा तिराउँदैन त्यहाँ चाहिँ फेरि चाहिँ बाहिर चाहिँ हिँड्दा गाह्रो छ गाह्रो काहीँ चाहिँ आफ्नो डकुमेन्ट क्लियर छ भने पनि यहाँ त मामाहरूले फेरि यस्तो गराउँछन् कि फेरि माइजूहरूलाई फेरि बबाल बनाउँछन् है यहाँ त गाई चाहिँ अलिकति गाह्रो छ बोल्न नजानेपछि अब इङ्ग्लिस बोल्दा यहाँ त सकिन्न इङ्ग्लिस त सम्झिने पानी सम्झिने हो यहाँ त बुझ्दिनँ हामी बोले पनि अनि भाषा त भाषै हो यहाँ फेरि आफ्नो भाषा बोल्छ त्यही भएर गाई यदि कोही रसिया आउँदै हुनुहुन्छ भने आफ्नो ल्याङ्ग्वेज बेस बनाएर आउनु होला किनभने यहाँनिर चाहिँ रसियामा चाहिँ एकदम बेस भनेको चाहिँ इङ्ग्लिस केही चल्दैन यहाँनिर भनेको ओरिजिनल चाहिँ यहाँको रुसी चाहिँ ल्याङ्ग्वेज हुनुपर्छ गाई तर यताबाट जाने बाटो त होइन यो चाहिँ बस पार्क बस स्टेसन हामी चाहिँ बस पार्क बस पार्क यो चाहिँ बस पार्क